दुधे साग एमबिसी को अर्ग्यानिक तरकारी टुसा यो रातो न्युरो मासु जस्तै मिठो हुन्छ दामी हुन्छ यो अनि यो चाहिँ अमिलो है यो चाहिँ भातसँग खाने चटनी चाहिँ यस्तो दामी बब्बाल मिठो हुन्छ अझै अरु सागहरु बब्बाल पाइन्छ ए यहाँ रहेछ मैले नदेखेको यो चाहिँ लसुन साग है यसको जिम्बु बनाउँछ है जिम्बु अनि यो चाहिँ प्रेम साग है सागहरु थरी थरी पाइन्छ है 10-15 वटा पाइन्छ यो माथितिर अलि पछि अझै धनिया सागहरु हुन्छ टन्नै हुन्छ यहाँ कति थरीको साग ल्याछ भने दुधे साग टुसा न्युरो लसुन साग प्रेम साग यो अमिलो चटनी खानी यस हामीले गुरुङ भाषामा चाहिँ पुइचो भन्छ है।